जिन्दगीले यस्तो मर्नी ल्यायो आखिरमा तिमी बित्ने भयो मेरो सारा तिमीलाई सारा खोजी नरुन्दा यस्तै हो त्यो है बाबु सबैले फेरि ब्लग हानिहाल्छ अर्को खुट्टाले पाइएन है झ्याली भयो यो हेड भयो यो टेल है यो हेड यो टेल ल कोही रोज्नु हेड साथ
साथीहरू जुन खुट्टामा बेलुन बाँध्नु भएको छ त्यही खुट्टाले मात्रै चलाउनु होला। अर्को खुट्टाले फुटाएको देखायो भने निकालिनेछ। अनि त्यस पछाडि अर्को कुरा के देखियो अरूको गेममा भने सेफ्टी बिल्कुलै भएन। जस्तै हामी अघि चेलीबेटीहरूको मात्रै यस्तो गर्ने थियो क्या। उनीहरूले इनकेस कसैको नाकमा मुखमा लाग्यो भने छातीतिर लाग्यो भने पनि इन्जर्ड हुनसक्छ। ती कुराहरूलाई चाहिँ मध्यनजर गर्दै ल घोडामा लाग्यो भने गाह्रो हुन्छ। अब लेडिजमा पनि दुबईले नै जित्छ है। अब पनि दुबईले जित्नुपर्छ। हातले पुस नगर्नुहोस् है। म्युजिक है त म्युजिक म्युजिक खै भनेको जसले हतार गर्यो त्यसले हार्छ। बिस्तारो जानु भने जित्छ। सबै चेक गरिन्छ है सबैको। यताबाट ओके भनेपछि मात्रै है। डान्स गराउने त्यो ग्रुप डान्सबाट जसले राम्रो डान्स गर्नुभयो नि उहाँलाई यो बक्स भरि प्राइज हालेर दिने। दुईटा छ है फेरि युगललाई नै छ। ल कमान एकदम राम्रो गाना कुन गाना लाग्यो ल आफै अलिक जाँगर लगाएर अल्छी भयो। यो अल्छी पाराले भएर अलिक झापाले स्टाइलले गर्नु पर्यो है। ल अपरेटर कसो मोबाइल छ। अलिक उफ्रेर रसर खानाको पार भट्के पनि ल एकदम खतरा छ है। ल ताली बजाऊ ताली। यो अलिक स्लो भयो क्या अलिक खोजीमा दाम छैन लाग्यो नि त खोजीमा दाम छैन लाग्यो त्यो लाग्यो
साली कमला एउटै जिल्ला हो बोर्ड याद राख्नु ल है भुँडीले चन्द्रमा देख्ने गरी खानु होला है घन्टी बजाइदिनु न सूर्य त नाच्यो नि त घन्टी बजाउनु पर्छ हो शाकाहारीलाई एकदम लाइन आउँदैछ 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 राखेको सामान रमाइलो छ नि होइन सरहरू ठिकै छ पिकनिक हुँदैछ पिकनिक यस परिवारको खाना ढुन्डा ही होगा भन्ने भिडियो बनाउनु पर्यो खाना थप्नु है खाना थप्नु है त्यो मासु हालेको जति कन्टेनर चुइने रहेछ क्या दुईजना प्रेम ए हो र प्रेमको चाहिँ म त अस्तिको दिनदेखि खाना खाइकन बसेको थिएँ होइन यो प्रेम आज खाउला भनेर आएको नखाएको 15 दिन भएको थियो माछा चाहिँ चुइएछ के ढुलढुल रहेछ होइन चाना चाहिँ चुइएछ तपाईँहरू दुईजनाकै अनेक चुइने कहिले गाग्री चुइँदैछ कहिले थाल चुइँदैछ कहिले के बेच्नु चाहिँ के छ ल ल ल तपाईँको पनि अन्त चाहिँ के छ ठिक छ नि खाना थप्नु चाहिँ र हाम्रो यहाँ बिचमा हुनुहुन्छ कविवर एकलव्य उनीहरूले हजुर दिदी र यहाँ सिँगार पटार गरेर हाम्रो दिदीहरू हाम्रो बहिनीहरू ल भोलि टिफिनको लागि नै हाला केटा हो के हाल्छौ भोलि कसले पकाउने घर गएर त्यही त अनि अहिले नै हालिराख भरिभरि चुली क्या यो चाहिँ हाम्रो भाइको मात्र यति छ के भन्नु र होइन मान्छे त्यसै दुब्लाको होइन के छ सर ल हाम्रो चाहिँ राजा रसल खेमाको राजा रसल खेमाको राजा यहीँ हुनुहुन्छ यहाँ ए अर्गनाइजर पाइन्छन् किन फोन लाउनु यहाँ लाउनु सानो अघिदेखि बोलाएर छु छैन नि म गराइहाल्छु आउनुहोस् न ल ठिक छ उता माथिल्लोपट्टि जानुहोस् त यहाँ खाना थपिदिनुहोस् ल यहाँ हाम्रो मेडम आउनु भएको छ वान एन्ड ओन्ली एडिक्टेड यता आउनु यताबाट रघु सर यहाँ थप्नु आउनु भएको छ यसो गरौँ न अपने जति यहाँ पछाडिबाट लाइनमा आउँ ल मच बेटर किनभने अरूको हाम्रो सामान रहेछ क्या थप्नको लागि भाडा त रित्याइसकेछौ त किन
सरको तर्फबाट बहिनीलाई 20 रुपियाँ नगद पुरस्कार पनि दिनुभएको छ र त्यो नगद पुरस्कार चाहिँ आफ्नै हातबाट ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्छु। सिङ्गल उहाँको चोइसमा डान्स गर्न वान्सफोर भन्ने कुरा चाहिँ के छ भन्दाखेरि हाम्रो यहाँबाट 2 घन्टा लाग्छ, भोलि 5 बजी ड्युटी छ होइन। लेट्स सी केही टाइम मिलेछ भने पक्कै पनि हामी गर्नेछौँ र यो विपना बहिनीलाई आयोजकको तर्फबाट पुरस्कार विमला दिदीलाई चाहिँ दिनको लागि हार्दिक अनुरोध अब त्यही नसामा चाहिँ हल्का आधा मात्रै डुब्नु भएको थियो भने साँच्चै राम्रो थियो स्टेपहरू चाहिँ होइन। तर पनि अति नै डुबेको कारणले गर्दाखेरि अब कस्तो हुन्छ धेरै डुबे पनि मरिहाल्छ, ठिक्क डुबेर खेल्न र साँच्चै भन्यो भने यस डान्समा पनि यो कहाँबाट यसले चाहिँ डान्स सान्सको कुरा गर्छ, यो कहाँबाट मूल्याङ्कन समितिमा बस्छ भन्नु होला। यदि युट्युबमा कहिले कहिले रघुनाथ ढुङ्गेल भनेर हेर्नुभयो भने 2050देखि 52सम्मको चाहिँ एक दुईवटा डान्सहरू त्यहाँ पनि हेर्नुहुन्छ। एज अ डान्स टिचरै हुँ म त्यो सालको। अहिले चाहिँ अलिक घुँडी अगाडि आउँछ, डान्स गर्दाखेरि हात अगाडि आउनु पर्छ, त्यो भन्दाखेरि स्लो भएको छ है। अब हाम्रो पदम लिम्बू भाइलाई अगाडि आउनु भाइको जुन किसिमको एक्सप्रेसन थियो, जुन वर्डको मिनिङ बोलिरहेको थियो उहाँको बडीले, आई एक्सप्रेसन होइन, फेस जस्तो ल्याङ्ग्वेज हुन्छ नि, फेसको ल्याङ्ग्वेज वर्ड बोलिरहेको थियो गीत सँगसँगै, धेरै राम्रो थियो। थ्याङ्क यू सो मच भाइ। र पदम लिम्बूजीलाई यो पुरस्कार हस्तान्तरण गरिदिनु हुनको लागि हाम्रो यो रसलखेमा झापली समाज रसलखेमाका अध्यक्ष म्याडम अध्यक्षलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद। थ्याङ्क यू सो मच। र अब यो माइक चाहिँ हाम्रो केन्द्रीय अध्यक्ष अमर राईज्यूलाई नै हस्तान्तरण गर्दै तपाईँ आफै नाच्नुहोस्, नचाउनुहोस्, ड्राइभर कहाँ छ त्यो खोजिदिनुहोस् अनि मात्रै कुरा गरौँला।